सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई स्वागत छ होइन। म चाहिँ आज पश्चिम रुकुमबाट पूर्वी रुकुम जाँदैछु होइन। भिडियो बनाउनु यस्तै दामी लाग्यो क्या। त्यही भएर चाहिँ अब म बिहानै निस्किएँ हौँ घरबाट होइन। आज चाहिँ स्याटरडे पनि हो। सो एक्लै निस्किरहेको छु म। हेरौँ अब कति बेला पुगिन्छ होइन। बाटो कस्तो छ म बिस्तारै जान्छु। अब पानी पर्छ कि पर्दैन होइन। पानी पऱ्यो भने चाहिँ अलि ल्याङ हुन्छ क्या। हामीलाई त्यो भने बबालै राम्रो हुन्छ। मौसमले साथ कतिको दिन्छ हेरौँ। सो अब चाहिँ म जान्छु है एकछिन। यहाँ चाहिँ मेरो ब्याट्री चाहिँ ब्याकअप चाहिँ अलिकति नभ्याउने भएको कारणले गर्दाखेरि मैले चाहिँ बिचमा घ्याच हान्दै जान्छु होइन। सो मैले इन्स्टालाई चाहिँ अहिले चाहिँ अन गराएको छैन किनकि ब्याट्री प्रब्लम होइन। अलिक नजारा बवाल नजारा आउने ठाउँमा मात्रै मैले चाहिँ त्यो अन गर्नेछु। सो अहिले मैले गोप्रोबाट गरिरहेको छु होइन। सो मोबाइलबाट पनि गर्नेछु, 4 सिक्यो बनाएछु भिडियोहरू। सो त्यही हो, जान हुन्छ भने सब्सक्राइब गर्नु होला होइन। सो अहिले चाहिँ म चाहिँ यता रानीकोट भन्दा यता आइसकेको छु है। यो खोबिचार भन्छ होइन। तर खोबिचार पनि होइन, यो खोबिचार झाङ्री खोला के भन्छ यता चाहिँ। अब उतादेखि हेर्दाखेरि चाहिँ बवाल राम्रो देखिन्छ क्या बाटोहरू होइन। त्यहाँ पारि चाहिँ त सिस्ने गाउँपालिका पर्छ जस्तो लागिरहेको छ मलाई। त्यति यताको बारेमा मलाई त्यति थाहा छैन। तर यो धेरै पछि चाहिँ यहाँ पिच भइरहेको क्या। सो अलिकति बाँकी थियो होइन पिच हुनलाई। सो अहिले चाहिँ पिच भएर पनि माथिपट्टि मसिनो त्यो गिट्टी हुन्छ नि, त्यो हाल्या भएर चाहिँ अलिकति बाइकहरूलाई चाहिँ अलिकति गाह्रो हुन्छ होइन। सो किनभने चाहिँ अब स्लिप खान्छ नि त, अलि अडिँदैन होइन। त्यहाँ चाहिँ स्पिड आगोलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ। त्यो म बिस्तारै गइरहेको छु। सो त्यही हो, अलिअलि बादल पनि लगाइरहेछ, कुहिरो पनि लगाइरहेछ होइन। सो मन पनि एकदम हर आनन्द भइरहेछ। सो त्यही हो, अलिकति डेन्जर भनेको चाहिँ एक ठाउँ चाहिँ त्यहाँनिर हो, म देखाउँछु। बाटो नै ब्लक हुन्छ क्या त्यहाँनिर होइन। अब यस्तो डेन्जर ठाउँहरू छ। अब यहाँ ढुङ्गाको झर्न सक्छ होइन। लास्ट डेन्जर हो नि त, रिस्की हो नि त यो पाहाडको बाटो होइन। यो त्यसै रुकुम होइन क्या, यो एकदम खतरा छ क्या यहाँ चाहिँ होइन। सो त्यही हो, अब यहाँ चाहिँ जे भए पनि त्यति धेरै खतरा चाहिँ होइन कि। यो कर्णाली नै हो हुन चाहिँ उतातिर चाहिँ पहिले चाहिँ कर्णालीमै पर्ने हो खासमा। यो चाहिँ अहिले यो चाहिँ टुक्राएर चाहिँ नेताहरूको चलखेलले गर्दाखेरि चाहिँ यो दुईवटा जिल्ला टुक्राएर यो चाहिँ लुम्बिनीमा अनि उताको हाम्रो चाहिँ कर्णालीमा परेको छ होइन। सो त्यही हो, अब देशमा चाहिँ विकास पनि भइरहेछ के अरे भनौँ होइन। अलि सो देशमा चाहिँ धेरै परिवर्तन पनि भयो 2-3 दिनको एउटा चाहिँ उसले जनताले चाह्यो भने, युवाहरूले चाह्यो भने चाहिँ जे पनि हुनसक्छ। नेताहरू सब डाउन गइरहेछन् होइन। सो कता दुलोभित्र छिरिरहेछन्। अब कोही कतिजना नेताले चाहिँ धोबी पनि खाए होइन। त्यो ठिक छ, मलाई पनि त्यो चाहिँ ठिक जायज नै हो। भ्रष्टाचार कति चढ्छौँ क्या भ्रष्टाचार। हामी भ्रष्टाचारीहरू र भ्रष्टाचार भइरहेको देशमा चाहिँ कति बाँच्नु भने के गर्नु, रोजगार छैन। सब कुरा विकास कस्तो भइरहेछ। करोडको विकास गाउँमा आउँदाखेरि 25 लाखमा आउँछ। के हो त्यो, कहाँ गयो त्यत्रो पैसा? 75 लाख रुपियाँ कहाँ जान्छ होइन। सो अब त यति नै हो। अब चाहिँ मिसन चाहिँ चलाउनै पर्छ होइन। किनकि अब यो नेतादेखि लिएर सबले कर्मचारीदेखि सबले छानबिन गर्नुपर्छ, सम्पत्ति शुद्धिकरण गर्नुपर्छ। अनि त्यसपछि बबाल रमाइलो त्यसपछि हुन्छ क्या। अनि बबाल रमाइलो हुन्छ त्यसपछि। देशको ढुकुटीहरू त जित्याउनु भने कर्मचारी र यो नेताहरू त हो नि होइन। सो म यहाँबाट 1-2 ड्रोन सट हाल्छु होइन। सो यहाँ त अलिकति रिस्क छैन नि। सो त्यही हो, उता चाहिँ नौधारी हो, उता चाहिँ यो चाहिँ केन्द्रीय लाइन हो होइन। सो यहाँ चाहिँ बबाल डेन्जर हो क्या। यहाँबाट गयो भने तलै हो खोला, पोखरा पाङा पोखरा भने यता हो होइन। नौधारी भनेको त्यो हाम्रो भनेको। तर यहाँ अगाडि चाहिँ जस्ट अगाडि चाहिँ एकदम खतरा डेन्जर पहिरा हुन्छ होइन कहिलेकाहीँ। सो त्यहाँ चाहिँ एकदमै बवाल हुन्छ। फेरि त्यो गाडी घोडाहरू पनि रोकिरहेको हुन्छन् होइन। सो हेरौँ, यहाँनिर अलिकति डर त लाग्छ मलाई, माथि ढुङ्गा होला भने। तर त्यस्तो छैन यहाँ ठाउँ होइन। सो त्यही हो, अब म चाहिँ यसो न 1-2 चाहिँ ड्रोन सटहरू चाहिँ दिनु पऱ्यो। अनि त्यसपछि चाहिँ म जान्छु होइन। पानी चाहिँ पर्छ कि जस्तो म जाने भने तल होइन खासमा चाहिँ। म चाहिँ अब चाहिँ ड्रोन सटहरू हाल्नेछु होइन। यसो बाटो त लास्ट डेन्जर रहेछ त यार। ठोक्के लाग्छ। हो माई गड, पहिरो आउँदैछ यार, डर लाग्ने। यस्तो बर्खामा त झ्याउै हुन्छ क्या हिँड्नलाई नि। लास्टै डेन्जर। रुकुमबाट पुगिसकेको छु होइन। यो 2टा फोटो खिचेँ मैले हेर्ने र भाइले फोन गरेको उठाउनु भएन, अहिले फोन गर्नु भएको थियो। सो दाइ माथि बगाउनु भएको छ, म त्यही जान्छु। अनि हेरौँ अहिले के हुन्छ।
सो धाउने चाहिँ आइयो होइन बल्ल तल्ल चाहिँ बाटो चाहिँ लास्टै रहेछ फेरि एकदम कात्राङ नकुद्रुङ सो यो खासमा चाहिँ यो फुल्या हुन्छ क्या यो बवाल हुन्छ नि त यस्तो उरिया हुन्छ अहो यो चाहिँ हो बवालले देखिन्छ क्या त्यहाँ चाहिँ हेन्जाम अब छ कि छैन होइन पानी नपर्दै हुन्थ्यो भन्ने ल फाइनली आइयो है अब यहाँ चाहिँ आइयो अब म चाहिँ फोटोसोटो हान्छु होइन अनि ड्रोन सर्ट पनि हान्छु हल्का फुल्का अनि अब सर्ट भिडियो पनि बनाउँछु सो त्यही हो एकछिनपछि चाहिँ अनि त्यो सबै म राख्नेछु लास्टसम्म हेर्नुलाई भिडियो है त भयो लामा आउनु भयो हजुर के अरे भएन के गरेर दिनु नि त एउटा मोबाइलले बनाइदिनु मोबाइलले त्यो छोडिदिनु त्यो एकछिन रेकर्डै भएन भयो कि भएन थाहा नै भएन त्यही नर्मलमै भयो आउनु पानी नहीं खुट्टामा ड्राइभर आउँदा सँगै भराइदिन्छु नहीं ठीक छ त्यहाँनिर जाम है त्यो झोलामा हाल्नु त भाइ पानी कस्तो हो त यो त छुट्या होइन नि यो त छुट्या होइन निकाल्ने रहेछ